भनौँ न लास्ट इयर जस्तै योपालि पनि लास्ट इयर भन्दा पनि राम्रो अहिले योपालि चाहिँ खेल्ने कोसिस गर्छन्। यो पटक पनि के छ, जनकपुर बोल्ट्सले उपाधि उचाल्छ त? उपाधि उचाल्नलाई नै खेल्छौँ, तर अब भनौँ न सब 8वटै टिम एकदमै राम्रो छ, एकदमै बलियो छ, स्ट्रङ साइड छ। नमस्कार सम्पूर्ण खेल प्रेमी दर्शक महानुभावहरूलाई हार्दिक स्वागत छ मधेस स्पोर्ट्समा। म प्रदीप गौतम छु तपाईँको साथमा। आज हामी नजिकै गरेको नेपाल प्रिमियर लिग एनपिएल को सिजन 2 को बारेमा कुराकानी गर्दैछौँ। गत वर्षको विजेता टिम जनकपुर बोल्ट्सका टिम क्याप्टेन हामीसँग हुनुहुन्छ अनिल शाह, निकै राम्रा अनि अनुभवी खेलाडी पनि हुन्। उहाँसँग आज हामी नजिकै गरेको एनपिएल को सिजन 2 को बारेमा चर्चा गर्दैछौँ, सँगै जनकपुर बोल्ट्सको बारेमा पनि केही कुराकानी बुझ्दैछौँ। अनिलजी स्वागत छ। थ्याङ्क यू। आज यो जेतपुर सिमराको ग्राउन्डमा आउनु भएको छ एज अ चिफ गेस्ट होइन, प्रमुख अतिथिको रूपमा आइरहँदाखेरि चाहिँ अन्तर विद्यालय महिलाहरूको जुन क्रिकेट प्रतियोगिता आयोजना भइरहेको छ, कस्तो लागिरहेछ यहाँलाई? खुसी लाग्यो सुनेर। यहाँ महिला क्रिकेट टुर्नामेन्ट भइरहेछ इन्टर स्कुल। यो हाम्रो बारा जिल्लामै सायद यतातिर सिमरामा चाहिँ पहिलोचोटि होला, पहिला भएको होला कलायातिर, तर यहाँ पहिलोचोटि हो। र अहिले यो एकदमै जरुरी पनि छ, किनभने हाम्रो महिला टिमै छैन अहिले बारा जिल्लामा भनौँ न। टिम बनाउनलाई चाहिँ प्लेयरहरू उत्पादन गर्नलाई चाहिँ इन्टर स्कुल एकदमै ठुलो रोल खेल्छ। इन्टर स्कुलदेखि नै प्लेयरहरू आउने हो सुरुदेखि नै। त्यही भएर एकदमै यो मलाई चाहिँ खुसी लाग्यो। दाइले पङ्कज दाइले जब मलाई इन्भाइट गर्नु मलाई खुसी लाग्यो, मैले पनि हुन्छ म आउँछु भने, किनभने यो ग्रोथको लागि चाहिँ एकदमै जरुरी हो। क्रिकेट ग्रोथको लागि एकदम बारा जिल्लामा भनौँ न अरू टुर्नामेन्टहरू पनि केटाहरूको पनि टुर्नामेन्टहरू एकदमै कम भइरहेछ आजकल। पहिलाको तुलनामा अहिले एकदमै कम भइरहेको छ। त्यसमाथि पनि केटीहरूको टुर्नामेन्ट, यसले गर्दा चाहिँ मलाई एकदमै खुसी लाग्यो। जस्तो बारा जिल्लाको कन्टेस्टमा अघि तपाईँले शुभकामना मन्तव्य दिँदै गर्दा पनि होइन, एउटा उर्वर भूमि पनि हो क्रिकेट बाराको, तर पछिल्लो समय क्रिकेटको स्तर चाहिँ अलिक खस्किँदै गइरहेको स्थिति भन्ने किसिमको जुन शुभकामना दिनुभयो, के छ बारा जिल्लाको अवस्थामा चाहिँ क्रिकेटको अवस्था कस्तो छ? पहिला जस्तो माहौल छैन अहिले, किनभने पहिला धेरै टुर्नामेन्टहरू हुन्थ्यो, धेरै प्लेयरहरू हुन्थ्यो। अहिले प्लेयरहरू कम हुँदै गइरहेछ, किनभने प्लेयरहरूले कुनै प्लेटफर्म पाइरहेको छैनन् खेल्नलाई। कुनै राम्रो लेभलको टुर्नामेन्टहरू भइरहेको छैन। त्यसले गर्दा चाहिँ अब त्यो एउटा भनौँ न एउटा चित्त नबुझ्ने कुरा भइरहेछ अहिले, किनभने पहिला जुन किसिमको टुर्नामेन्टहरू हुन्थ्यो, कल्यामा हुन्थ्यो, उता गञ्जभवानीपुरमा हुन्थ्यो, सिमरामै हुन्थ्यो, वीरगञ्जमा हुन्थ्यो, यस्तो धेरै गेमहरू हुन्थ्यो। पहिला पर्सौनीमा पनि हुन्थ्यो कति गेमहरू, तर अहिले त्यो गेमहरू नहुँदाखेरि चाहिँ प्लेयरहरूले आफ्नो प्रतिभा देखाउने कहीँ पनि प्लेटफर्म पाएनन् के। त्यसले गर्दा चाहिँ प्लेयरहरू अब अरू अप्सनतिर लाग्नु परिरहेको छ। यस्तो गेमहरू चाहिँ गराइराख्यो भने चाहिँ अब राम्रो हुन्छ। इन्टर स्कुलहरू पनि पहिला धेरै हुन्थ्यो, तर आजकल इन्टर स्कुल पनि हुँदैन, क्लब लेभलहरू गेमहरू भइरहेको छैन। त्यही भएर चाहिँ अब यस्तो गेमहरू गराइराख्यो भने चाहिँ अब आउने दिनहरूमा चाहिँ राम्रो हुन्छ। ठिक छ, अलिक व्यस्त पनि हुनुहुन्छ, काठमाडौँ जाँदै हुनुहुन्छ एनपिएलको लागि होइन। गत वर्षको विजेता टिम जनकपुर बोल्ट्सको टिम क्याप्टेन, यो पटक पनि टिम क्याप्टेनकै भूमिकामा हुनुहुन्छ। अघिल्लो पटक उपाधि उचाल्नु भयो, यो पटक के छ तयारी, कसरी तयारी हुँदैछ एनपिएलको सिजन 2 को? तयारी राम्रै भइरहेछ। हामी उता तमिलनाडुमा गएर कोइम्बातुरमा गएर 3 हप्ता हाम्रो टिमले प्र्याक्टिस गरेको छ, अनि तयारी भनौँ न राम्रै भएको छ। लास्ट इयर त हामीले तयारी पनि गरेको थिएनौँ, जम्मा 3-4 दिन प्र्याक्टिस गरेको थियौँ, तर योपालि चाहिँ 3 हप्ता अलरेडी उता प्र्याक्टिस भइसकेको छ र भोलिदेखि हाम्रो क्याम्प पनि स्टार्ट भइरहेछ। 1 हप्ताको लागि क्याम्प पनि हुन्छ हाम्रो काठमाडौँमा। त्यसले गर्दा भनौँ न तयारी राम्रै भएको छ, र अरू विदेशी प्लेयरहरू पनि अहिले आउन बाँकी नै छन्। जे होस् हाम्रो डोमेस्टिक प्लेयरहरू एकदमै ब्यालेन्स टिम छ। डोमेस्टिक प्लेयरहरू एकदमै सबै एक्सपिरियन्स प्लेयरहरू छन्, र साथै योपालिको अक्सनबाट पनि 1-2वटा यङ्स्टरहरू पनि आइरहेको छन् टिममा। त्यसले गर्दा चाहिँ हाम्रो टिम ब्यालेन्स छ। भनौँ न लास्ट इयर जस्तै योपालि पनि लास्ट इयर भन्दा पनि राम्रो अहिले योपालि चाहिँ खेल्ने कोसिस गर्छन्। यो पटक पनि के छ, जनकपुर बोल्ट्सले उपाधि उचाल्छ त? उपाधि उचाल्नलाई नै खेल्छौँ, तर अब भनौँ न सब 8वटै टिम एकदमै राम्रो छ, एकदमै बलियो छ, स्ट्रङ साइड छन्। सबै गेमहरू कम्पिटिटिभ नै हुन्छ। लास्ट इयर पनि कम्पिटिटिभ भइरहेको थियो गेमहरू। योपालि पनि कम्पिटिसन राम्रै हुन्छ, र हामी त कोसिस गर्छौँ पुरै च्याम्पियनसिप डिफेन्ड गर्नलाई। यसपालि चाहिँ विदेशी खेलाडीहरू को जोइन हुँदै हुनुहुन्छ जनकपुर बोल्ट्समा? अहिलेसम्म चाहिँ अब हिजो इनाउन्स भएको इमरान ताहिर, अनि वाइन पर्नेल, अनि लाहिरु मिलान्त अहिलेसम्म चाहिँ हाम्रो टिमले साइन गरिसक्नु भएको छ। अब आउने 3 जना अझ प्लेयरहरूलाई चाहिँ साइन गर्ने कुरा भइरहेछ। अब त्यो कुरा चलिरहेछ, हेरौँ अब फुल्ली राम्रै प्लेयरहरू आउँछन्। हुन्छ, अन्त्यमा सम्पूर्ण दर्शक महानुभावहरू जो एनपिएल सिजन 2 को प्रतीक्षामा पनि हुनुहुन्छ होइन, जनकपुर बोल्ट्सको शुभचिन्तकहरू समर्थकहरू पनि हुनुहुन्छ, उहाँहरू सम्पूर्णलाई के भन्न चाहनुहुन्छ?
लास्ट इयर हामीलाई एकदमै धेरै माया गरिदिनु भएको थियो ग्राउन्डमादेखि लिएर अनि बाहिर पनि ट्रफी परेडमा पनि हामीले देख्न पायौँ कति क्रेज छ कति उत्साह छ हाम्रो फ्यान्सहरूमा जस्तै लास्ट इयर हामीले सपोर्ट र माया गरिदिनु भएको थियो त्यसै गरी नै यो सिजन पनि हामीले सपोर्ट गर्नु होला र हामी यो पालि पनि च्याम्पियनसिप डिफेन्ड गर्नलाई नै खेल्नेछौँ हजुरहरूको माया र आशीर्वाद एकदम एकदम हामीलाई चाहिएको पनि छ र यसै गरी सपोर्ट गरिदिनु होला अनिलजी शुभकामना। थ्याङ्क यू